हेलो गाइज वेलकम टु अनदर न्यू भ्लग। आज अप्रिल 27 तारिक सोमबारको दिन। मौसम हेर्ने हो भने एकदम दामी छ हैन, घाम त्यस्तो केही पनि छैन, शीतल छ, पानी पनि परिरहेको छैन, एकदम दामी मौसम छ। हिजो पानी परेको कारणले गर्दा हैन। सो आज चाहिँ हामीहरू बुढाबुढी माथि बारीमा जान आँटिरहेछौँ हैन, हाम्रो माथि बारीमा। त्यहाँनिर किनभने अब त्यहाँ हाम्रो खेत चाहिँ त्यहाँ बार्नु पर्ने छ क्या, बेरा लाउनु पर्ने छ बाँसको। सो अस्ति हामीले बाँस काटेर ठिक्क बनाएको छौँ, अब गएर त्यो बाँसको बेरा बनाउनु पर्ने छ। किनभने मान्छेहरू हिँडेर त्यहाँ रोपेको सबै बालीहरू चाहिँ के अरे बिग्रिरहेछ क्या। त्यसैले आज चाहिँ हामीहरू सुरुमा सुपारीको बिरुवा किन्न जान्छौँ, बारीमा गएर काम गर्छौँ। अनि त्यस पछाडि हामीहरू बारीमा गएर बार लगाउने काम गर्छौँ। सो किप वाचिङ एनिवेज। कलरको रहेछ। प्रवीण सर तपाईँ के खोज्दै हुनुहुन्छ? हजुर, आज हामी कतिवटा सुपारीको बिरुवा लाँदैछौँ? धेरै नलाने तर साह्रै होचो होचो जस्तो छ त है। त्यो चाहिँ सानो सानो मात्रै रहेछ, त्यति ठुलो रहेछ, 1 वर्षको रहेछ। खानुहोस् त मनीमा मिस। हामीले अब धेरै त लाँदैन, 2-3टा जति लगाउँ न कि 2टा। 50 रुपियाँ हुन्छ होला, ठिकै होला। 2टा मात्रै 3टा लगाउँ न कि 2टा मात्रै लाने त? 3टा लगाउँ। 3टा जस्तो लगिरहेको छ अहिलेको लागि चाहिँ हामी। हुन्छ होला। ल अहिले चाहिँ हामीहरू यो 3टा बिरुवा लाँदैछौँ यहाँदेखि। यो चाहिँ बिरुवा लिइसक्यौँ होइन यहाँदेखि। अब 3टा मात्रै ल्याउँ, अब हामीहरू बारीतिर जान्छौँ है त। अब बारीमा टन्ने काम छ। सो सी यु देयर। ग्लोभ्स किन्नलाई मनीमा गएको छ। अब हाम्रो बारी आइसक्यौँ सामानहरू लिएर। अब हामीहरू बारी जाँदैछौँ है त। यस, फलो मी। ग्लोभ्स चाहिँ मैले बोकेको छु। नयाँ ग्लोभ्स किनेर बारीमा आज 3टा सुपारीको बोट रोप्ने हो। अनि अस्ति हामीले यहाँनिर बाँसहरू चाहिँ किनेर टुक्रा टुक्रा पारेको थियो, त्यो बाँसहरू युज गरेर आज चाहिँ बार बनाउने भनेको हो। बाँस चाहिँ देख्दिनँ त म, राखिदिनु भयो होला। नमस्ते रेवा। ल यो चाहिँ हाम्रो बारी हो। गोडमेल यहाँ चाहिँ हाम्रो नयाँ ग्लोभ्स हो। हजुर, यो चाहिँ अलिक ब्रान्डेड हो। यो चाहिँ 1 टाइम युजको लागि हो। 1 टाइम चाहिँ होइन, रियुज भइहाल्छ नि, मजाले युज हुन्छ। रियुज भइहाल्छ नि। कति टाइम हुन्छ यो? त्यही त नि, 1 टाइम होइन, धेरै टाइम युज हुन्छ त्यो। यहाँदेखि चाहिँ हामीहरू अब यता यहाँनिर बार लाउन आँटेको। यहाँ बच्चा बच्चीहरू कुदेर बारी मास्यो यहाँ माथि। अनि यहाँदेखि यता पनि यहाँनिर मान्छेहरू धेरै हिँडेर बारी मास्यो कारणले गर्दा हामीहरू लाउँछौँ। यहाँ देवाडेमा चाहिँ यहाँनिर मकै गोड्दै हुनुहुन्छ। देवा थाक्नुभयो? ल ल काम सुरु अब।
शीतल भएको कारणले गर्दा यस मौसम राम्रै भएको कारणले गर्दा त्यति साह्रो थकाइ त लागेको छैन, बट अलिअलि त थाकिरहेछ। निकै बेर भयो। बुढीले पनि उपर काम गर्दैछ, यहाँ पर मनिमाले चाहिँ काम गर्दैछ, गोडमेल गर्ने काम। अहिले चाहिँ हाम्रो यो बल्ल बल्ल सकेँ मैले, यतापट्टिको यतिको भयो। बुढीले उपरदेखि आएदेखि गरेको रहेछ। यहाँनिर गोडमेल, यहाँ अदुवा पनि रोपेको छ, अनि भेन्डी पनि आमाले छर्नु भएको छ। मनिमाजी कति काम भयो त? हुँदैछ? थकाइ लाग्यो? झारहरू यहाँ टन्नै भेला भएछ। यहाँदेखि गोडे हुन्छ हुनेदेखि हाम्रो मनिमा मिसले। थाक्नु भएको छैन नि? भोक लाग्यो? अब यो सकेर जानुपर्छ। यहाँनिर यस हाम्रो अहिले चाहिँ झाडी नै भएको छ होइन, पुरै झाडी नै छ। यसलाई गोड्नुपर्ने, अब कतिसम्म सकिन्छ हेरौँ। भोक लागिसक्यो भन्छन्। अब त्यहाँ अगाडि बुढीले काम गर्दै ठाउँमा यहाँनिर पनि अब बार लाउनु पर्नेछ। अझै टाइम निकै लाग्छ जस्तो छ। सो हामीहरू अब त्यता जान्छौँ है त गाइस। सो गाइस आजको लगभग कामहरू हामीले सक्यौँ। अब सुपारी रोप्न मात्रै बाँकी छ होइन। बुढाबुढी मिलेर अझै बिहानदेखि खाना खाएर 10 बजी 10:30 बजीतिर आएको। अहिले कति बज्यो? 4 बज्यो होला लगभग होइन। 4 बज्यो होला। 3 बजी प्रार्थना गरेर गऱ्यो भनेपछि 4 बज्यो होला। लगभग 4 बजीसम्म हामीले काम गर्दाखेरि यति गऱ्यौँ। सो आज हामीले यतिको बार लगायौँ। पहिलोपटक हो, कहिले गरे छैन होइन। हेलो बुढी, कस्तो how are you feeling after this completion? Feeling tired, feeling good. Feeling achieved something more, something very big. धेरै कुरा हासिल गरे जस्तो हुँदो रहेछ। कहिले नगरेको है, कहिले नगरेको यत्रो जेस गऱ्यौँ, जानी नजानी। त्यो त्यहीँ राख न, कस्तो मैले झन् राखेको थियो कस्तो यार। अनि ऊ पर छ अगाडि, यो हो, अनि ऊ पर यहाँ पनि छ होइन। सो आजको हाम्रो काम यस्तै हो। अब भोक चाहिँ निकै लागिसक्यो। अब हामीहरू खाजा खान जान्छौँ। घरमा गएर फ्रेस भएर खाजा खाएर चाहिँ अनि खाजा खान बाहिर निक्लिन्छ होला सायद। ओह फाइनली सबै काम सकियो। अब सरसफाइ गर्दैछौँ, हातखुट्टा धोएर अब चाहिँ घरतिर लाग्ने हो। थाकेर लखतरम भएको अवस्था गाइस। हेलो अनुहार हेरौँ न, थाकेको छैन नि? थकेको छैन नि? आज काम म तपाईँहरूलाई देखाउँछु है त। यता पछाडिपट्टि हाम्रो बारी छ। यहाँ यो बारी चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। हाम्रो आजको काम यो टक्क बार लगायौँ होइन। अनि यहाँ अन्तिममा सुपारीको बोट, एउटा दुईवटा तिनवटा सुपारीको बोट, यो तिनवटा सुपारीको बोट नि रोप्यौँ। अनि यो सब झारै झार थियो, हामीले सबै झारहरू उखालेर क्लिन चिरी च्याट बनाएको छौँ। हजुर हेर्न सक्नुहुन्छ।
यहाँ सबै झारहरू चाहिँ यहाँ थाक लागिरहेछ सबै उखालेको झारहरू थाक छ र यो है बार हामी लाएको बार जानी नजानी भए पनि लाएको बार यही हो जे होस् डरै छ जस्तो लाग्छ डेमाहरू चाहिँ फेरि काममा लाग्नुभयो गुडमेल गर्न थाल्नुभयो डेमा यहाँ पर हुनुहुन्छ अब चाहिँ हामीहरू यहाँदेखि जान्छौँ डेमा हामी जानु पर्यो अब हुन्छ पछि भेट जान्छौँ डेमा हस् सो गाइस अब चाहिँ हामी घर लाग्छौँ है त लास्टै भोक लागिरहेछ एकदम डर्टी पनि फिल भइरहेछ होइन अब घरमा गएर एलर्जी खोइ कहाँ देखियो देखिँदैन कस्तो एलर्जी भएको मलाई न सो गाइस हामीहरू चाहिँ अब नुहाएर घरमा आएर फ्रेस भएर लास्टै भोक लागिरहेछ हुन त 5 बजिसक्यो त्यही पनि खाजा खाने टाइम चाहिँ सकिसक्यो त्यही पनि अब खाजा खान हामी बुढाबुढी बाहिर निक्लिँदैछौँ के खाइन्छ हेरौँ सो हाम्रो मोमो चाहिँ आइसक्यो अब हामी मोमो र चाउमिन अर्डर गरेको छ कस्तो भयो दामी भयो मलाई पनि भोक लागिरहेछ अब खाने हो मोमो सक्यो अब पालो चाउमिनको आजको लागि मिठो चाउमिन मिठो भोकली झन् मिठो भर्खरै हाम्रो डेलिसियस चटपटी पनि आएको छ है सो फाइनली गाइज हामीहरू खाजा खाएर घर पनि फर्किसक्यौँ सो आजको दिन यस्तै नै भयो तपाईँहरूले भिडियो हेरेर इन्जोय गर्नुभयो भन्ने आश गर्छु फेरि पनि हामीहरू अर्को नयाँ भिडियो ब्लगमा भेट्नेछौँ टिल देन बाई